हेलो हेलो सन्चै हुनुहुन्छ सन्चै कहाँदेखि होला हामी म इटरजिनको हजुर नेपालको चाहिँ हजुर अनि हजुर म गुल्मीदेखि अनि आबुधाबीमा आज त कर्नेसमा यसरी आउनु भएको छ दसैँको टाइमिङमा अनि दसैँ मनाउनु भयो हैन मनाइयो अनि हजुरले मनायो यहाँ यहीमा आउनु भएको चाहिँ कति भयो म आएको 2-3 महिना भइसक्यो 2-3 महिना हजुर म 2 वर्ष भयो अहिले अनि हजुरको नाम चाहिँ के भन्नुभएको थियो म सुमन लिम्बू सुमन लिम्बू लिम्बू म राजन बिके अनि हजुर भन्न सक्नुहुन्छ विशाल मोक्तन ए अघि नसोध भनेको थियो कस्तो भइरहेछ आज दसैँको दिनमा दसैँ रमाइलो गइरहेछ अनि पुरा स्याड तरिकाले बसिरहेको छ त यहाँ त किन हो त्यसरी अब गर्मी छ, घरको याद आयो क्या नि याद आयो। घर याद आए जस्तो छ हेर्दा नै किनभने अब सबैजना यस्तो रमाइलो गरेर छ आफूहरू चाहिँ के थकाइ लाग्यो यसो घुम्नु पनि आयो यसो वक कति टाइम भयो यहाँ कनिसमा आएको चाहिँ यहाँ 2-3 महिना त्यसो नै 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 अहिले चाहिँ ए, यहाँ आएको 2-4 घण्टा भइसक्यो 2-4 घण्टा भयो त्यही भएर थकाइ लागेर यसरी बसेको होला सबैजना होइन स्विमिङ गरेर अनि आएको हो त्यही भएर ए अनि के भन्छ के काम गर्नुहुन्छ काम त किचन हेल्परमा किचन गरिरहेको छु हेल्परमा कति भयो के सुरुदेखि नै किचन हेल्परमा होइन हजुर हजुर अनि आफ्नो म वेटरमा हो वेटरमा म किचनको सेफ चाइनिजमा केसमा चाइनिज अनि कस्तो भइरहेछ काम ठिकै छ अनि आफ्नो एकदम राम्रो भयो अनि आफ्नो एकदम राम्रो छ ए जे होस् सानो भाइहरू जस्तो देख्छ कति वर्ष भयो आफू भन्न मिल्छ म अहिले 23 वर्ष 23 वर्ष भाइ नै आफू म पनि 23 वर्ष म 24 24 ठिकै रे सबै अचेल त मैले भाइ मात्रै भेटिन्छ भनेको अनि कस्तो भइरहेछ यहीमा आएर चाहिँ यही ठिक भनौँ न, रमाइलो छ गर्मी अनि चाहिँ घरको याद आइरहेछ होइन घरको याद आइरहेको छ आज दसैँको दिनमा झन् बब्बालाई याद आइरहेको घर होइन याद आइहाल्छ नि लाग्नु भएको दिदी भाइ दाजुभाइहरूले के भन्न चाहनुहुन्छ त अलिक सोचेर अब आफ्नो आफूले के उयोमा प्यासन के छ होइन अब कसले के गरिरहेछ त्यही कुरामा चाहिँ आउँदाखेरि चाहिँ ठिक हुन्छ कि जस्तो सही हो लाग्यो नि आफूले के भन्नु छ त्यही आफू के भन्नु ओके मेरो भिडियोको लागि चाहिँ हजुरलाई धेरै धेरै धन्यवाद है थ्याङ्क यू थ्याङ्क यू